रामग्राम नगरपालिकाले निजी विद्यालय मार्फत पनि छात्रवृत्ति कार्यक्रम लागू गरेको छ। रामग्राम नगरपालिका भित्र रहेका निजी विद्यालयमा अध्ययनरत अति विपन्न जेहेन्दार खेलाडी लगायतका विद्यार्थीहरूलाई कक्षा 4 देखि कक्षा 11 सम्म अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो। आर्थिक अवस्थाले कमजोर भएका र जेहेन्दार भएका अनि के भन्छन् हाम्रो संयुक्त परिवार र खेलकुदमा चाहिँ रुचि राख्ने चाहिँ विद्यार्थीहरूलाई यी हामीले चाहिँ राखेर चाहिँ हामीले दिएका छौँ है छात्रवृत्ति त्यो तपाईँहरूले हामी चाहिँ उपलब्ध गराउन सक्छौँ। अनुरोध गर्दै केवल स्थानीय सरकारले यी क्षेत्रले चाहिँ सहयोग नगरेसम्म यो स्थानीय सरकारको हरेक क्षेत्रको विकास हुन चाहिँ अप्ठ्यारो छ र त्यसकारण चाहिँ अब केही उद्योगहरूलाई पनि हामीले अनुरोध गरेका छौँ। अब उद्योगपतिहरूलाई पनि उद्योग व्यवसाय सञ्चालन गर्ने पनि हामीले सहयोग राखेको छ। त्यसै गरी चाहिँ अब हाम्रो यो बैंक स्तरलाई पनि हामीले अस्ति भर्खर मिटिङ बसेको उहाँहरूसँग पनि उहाँहरूले पनि हामीले चाहिँ एउटा स्थानीय सरकारले चाहिँ विभिन्न गरेको योजनाहरूमा पनि उहाँहरू सफल गर्ने राम्रो बनाउने हिसाबले चाहिँ रामग्राम नगरपालिकाले पेप्सन रामग्राम कार्य समितिसँग सम्झौता गरी 250 जना विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता भएको रामग्राम पेप्सनका अध्यक्ष बलिराम यादवले बताउनुभयो। विद्यार्थीहरूलाई पनि उत्कृष्ट शिक्षा दिने भन्ने उहाँको जुन एउटा अभिप्राय छ, जुन उहाँको एउटा उद्देश्य छ आएका छौँ, जसको नाम हामीले निजी विद्यालय तथा म्याद छात्रवृत्ति कार्यक्रम राखेका छौँ। 23वटा निजी विद्यालय मार्फत एक विद्यालयमा करिब 13 जनाका दरले छात्रवृत्ति वितरण गरिने बताइएको छ। आज पत्रकार सम्मेलन गरी उक्त सम्झौता पत्र हस्तान्तरण समेत गरिएको साथै छात्रवृत्ति कार्यक्रममा निशुल्क कक्षा 4 देखि कक्षा 11 सम्म निशुल्क पढाइने यातायात निशुल्क वार्षिक शुल्क लगायत परीक्षा शुल्क समेत छात्रवृत्तिमै समावेश गरिने र विद्यार्थीका अभिभावकले कापी कलम किताब लगायतका सामग्रीहरू आफैले उपलब्ध गराउनु पर्ने नगर प्रमुख यादवले बताउनुभयो। त्यो पनि उहाँहरूले अलिकति शिक्षा क्षेत्रमा सुधार देख्नु भएको छ र उहाँहरूको सुधार हुँदै गएको कारणले हामी अनुरोध पनि गरेका छौँ र निजी क्षेत्रलाई हामीले सहयोग पनि गर्ने कारणले उहाँहरू स्थानीय सरकार अन्तर्गत नै हामी छौँ भनेपछि हामीले पनि सहयोग गर्नुपर्छ र राम्रो भावना उहाँहरू जागेर चाहिँ के गर्छ 250 जनाले चाहिँ पूर्ण छात्रवृत्ति र मेयर छात्रवृत्तिको रूपमा पनि यसरी पढाउन दिएको एउटा सहमति भएको छ र हामी सम्झौता बनाएका छौँ। यसमा चाहिँ हामीले विभिन्न किसिमको क्राइटेरिया राखेर त्यो विद्यार्थीहरूलाई चाहिँ हितांश लिएर छनौट प्रक्रियाबाट गएर छनौट गरेर चाहिँ पाएक पर्ने पेप्सन पद्धतिले पनि जान्छ। पाएक पर्ने ठाउँमा चाहिँ हामीले ती विद्यार्थीहरूलाई चाहिँ पढेर पठाउनु